गाइड टू दैट जान सक्छ आराम सक्छ आराम छु अनि यता म गाउँ अनि कुन चाहिँ ठाउँ भन्ने मन छ भने हाँसी अभी मन सन्डे मेरो हाँ तपाईहरु चाहिँ क्या हो यो मन्दिर हो यो चाहिँ अब हाम्रो गाडी चाहिँ यता भर्खर अब हाम्रो चाहिँ अब खाली गर्न जानु लाग्यो अलरेडी राम्रो छ सँगसँगै चाहिँ अनि मन सन्डे हो तपाईहरु आउँदा होला यो गाडी चाहिँ उठेर आउँ अनि अहिले चाहिँ अब पछाडि जान्न गाडी अब पछाडि हुन्छ हेरौँ अहिले कति 10 बजी भर्खर खाली हुन्छ हामी 3:30 बजीतिर आएको कतिको ब्याग हान्नु थियो त्यहाँबाट हामीलाई सोधेको ऊ त छ नि त्यहाँबाट यस्तो जाने होला त्यहाँबाट यस्तो गएपछि यता जाने होला भिक्का घाम्दैछ कहाँ भनेको थियो यता उता यस्तो भनेर ब्याग भनेको थियो उता हान्नु भन चाहिँ यस्तै भन्यो म यहाँ बस्नु हुँदैन त म पछि आउँछु त उठ्यो भने हो गाडी आउला राम्रोसित यो बस्नु भर्खर आयो हामीलाई अब सोधिरहेको छु अब यहाँनिर तपाईहरु राख्ने नराख्ने भनेर सोधिरहेको छु अब नराख्ने होला भन्नु थाल्यो अनि एकछिन त्यहाँ राख अब यहाँ सार्छ होला छेउपट्टि पनि बनाएको छ ब्यागमै गए सजिलो हुन्थ्यो यस्तो फर्काइ वरी अब झ्याउ हुन्छ अब गाडीहरू पनि हुन्छ अब अलिअलि पुग्ला त पुग्छ मन्दिर हो अगाडि नि भइहाल्छ अब बहिनी चाहिँ गयो बुवा चाहिँ गइसक्यो अब बुढीको म चाहिँ जाने कि अब यहाँ यो खेमा त क्या खतरा गाइन्छ फेरि जाडो भयो
बेलुका चाहिँ जाडो हुन्छ दिउँसो चाहिँ गर्मी हुन्छ यस्तो ठाउँ चाहिँ ठिक लाग्यो मलाई यार है त्यति तिमीलाई कस्तो लाग्यो ठाउँ चाहिँ राम्रो छ त्यही पनि दिउँसा गर्मी बेलुकामा जाडो लास्टै जाडो लाग्यो तिमीलाई तपाईँले जाडो छैन मलाई चाहिँ खासै लागेन चप्पली लगाएन त्यही माथि चिसो नि भए चप्पली लगाएन त्यही माथि काँडा नि बिग्रा भने के मेरो चाहिँ हो त्यो बिजा हो र बिजी छैन तपाईँको चाहिँ भने ठाउँ त ठिक छ कहाँ यति हुन्छ होला हाम्रो स्कुलको नक्सा हो कुन बाटो हेर आऊ है ठाउँ चाहिँ मलाई मन पर्यो ल यसो 2-3 फोटो खिचिदिन्छौ कि ल चल्युती लाउँदो रहेछ त्यता त अँसेर लास्टै लास्टै आउँदै रहेछ केही देखाइन राम्रो छ मेरो यहाँ कस्तो काँडा बिजो र हात ए हस् को कसलाई हो बिल यतातिर फोटो किन्न ठिक भएछ अब उता अलिअलि कलकल आएछ यहाँ चाहिँ ठिक भयो जस्तो लाग्यो मान्छे नभयो हेरौँ यस्तो अँधेर हो कि 1 2 3 4 5 6 जना रहेछ अब लाग्ला 1.5 घन्टा लाग्ला हेरौँ कति हुन्छ 10:30 भइसक्यो 11:30 बजीतिर त भ्याउला